Hello everyone, welcome to my YouTube channel. So it's me Monica Gurung Darai. I hope हजुरहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला. म पनि एकदमै धेरै सन्चै र आरामै छु. सो साथीहरु आज चाहिँ अप्रिल फुल रहेछ हैन, ढाट्ने दिन छ अनि मलाई चाहिँ मेरो बहिनीले ढाँटी. मलाई त थाहा थिएन अप्रिल फुल भनेर. मेरो बहिनीले चाहिँ मलाई बिरामी भए म नानी हेर्न सकिन भन्दै बोलाइ. सो मेरो बहिनी चाहिँ एकदम फिट एन्ड फाइन रहेछ लास्टमा. अनि यहाँ चाहिँ पुग्छु अनि त्यसपछि म चाहिँ कुद्दै आएँ साथीहरु हैन, पसस बन्द गरेर कुद्दै आएँ. अनि अब यो के रे नानी बहिनी बिरामी भएपछि त माया लाग्यो नि त, अनि त्यही भएर कुद्दै आएँ नि. सो साथीहरु नि आज चाहिँ अप्रिल फुल मलाई त प्र्याङ्क गर्यो. अब इनालाई पनि प्र्याङ्क गर्न पर्यो. इनालाई भन्नाले हाम्रो चाहिँ एउटा दिदी हुनुहुन्छ, हामीसँग एकदमै मिल्नुहुन्छ र हाम्रो दिदी नै भनौँ न, हामी दिदी मान्छौँ, दिदी हुनुहुन्छ. अनि उहाँ दिदीलाई पनि हामी प्र्याङ्क गर्न जाँदैछौँ बहिनी र म मिलेर सरसल्लाह गरेर पुरै प्र्याङ्क गर्न आँटिरहेछ. ओके फोन लगा न फोन. सो अब चाहिँ स्टार्ट भयो ल हाम्रो प्र्याङ्क. कस्तो रियाक्सन आउँदो रहेछ साथी, लास्टसम्म वाच गर्नु होला है. हामी चाहिँ फर्स्टमा म्यासेज खेल्छौँ, म्यासेजमा भन्छौँ. हामी चाहिँ के भन्छौँ भन्दाखेरि चाहिँ साथीहरु, तपाईले कलेजमा हाम्रो कुरा काट्दै समथिङ कुरा काटेको हेन भनेर भन्छौँ क्या. दिदी चाहिँ त्यस्तो खालको चाहिँ हुनुहुन्न, बट हामी चाहिँ यतिकै प्र्याङ्क मात्रै हो. यो चाहिँ दिदी हेर्नुहुन्छ नि त हजुरले, अनि हामीले चाहिँ प्र्याङ्क गरेको है, सल्लाह गरेर. कस्तो लागिरहेछ. दिदीले फेरि म्यासेजको रिप्लाई दिन अलि ढिलो हुन्छ कि, त्यही भएर सिधै फोन आनी के. दिदी श्री अलि बिजी हुनुहुन्छ क्या, त्यही भएर. सो फेरि मैले माइक यस्तो गर्यो भनेर नभन्नु होला साथीहरु, यो मेरो फर्स्ट टाइम हो क्या भ्लगमा पाएको, त्यही भएर सिधै फोन आयो. ओके रेडी है साथीहरु. हेलो हजुर नानी. हजुर के गर्दै हो? बसेर सुतिरहेको. खाना खानुभयो? खाना खाएर सुतिरहेको. तपाईँलाई एउटा कुरा भन्नु थियो. भन न. तपाईँ एक्लै हो कि को गर? अनगारी. ए तपाईँले त मेरो कुरा काटेको थियो नि त. तिम्रो गाडी अँ, कोसँग? घरको यहाँको मम्मीसँग. के भनेर भन्थ्यो अरे नि त. अनि उताको मोटी दिदीलाई पनि. के रे? उताको मोटी दिदीसँग पनि के कुरा गरेको थियो अरे नि त मेरो. मैले तिमीहरूको कुरा कहिले गर्यो हो? खै मम्मीले मलाई त्यसो बाउनीसँग गएर के भनेको अरे, मलाई के भन्दै थियो भन्यो. अनि त त्यो मम्मीसँग नभेटेको मैले कति भइसक्यो. सिक्दा के हुन्छ नि त्यो त्यो सिधै मेरो राखेर दिमै मैले भेटेको. एकछिन यहाँ आउन सक्नुहुन्छ? मैले अब दिदीलाई पनि बोलाएको छु कि. ल ल बिचरा. सरी दिदी, सो सरी. यो प्लान चाहिँ मेरो होइन. दिदी कस्तो आत्तेको बिचरा है. मलाई पो कस्तो आँसु आयो. बिचरा मलाई त कस्तो आँसु आएको यार. कस्तरी आत्तेको नि त. सरी साथीहरु होइन. कस्तो अब प्र्याङ्क भने चाहिँ म चाहिँ कस्तो इमोसनल भइहाल्छु कि. म चाहिँ कस्तो बिचरा अब कस्तो लाग्यो नि त उसलाई. अब उसलाई त प्र्याङ्क भनेर त थाहा. ओइ मम्मीलाई फेरि फोन. मम्मीलाई भन्न.
मम्मीलाई भन् न मम्मी त्यो बाउनीले फोन गर्यो भने नउठाउनु है हामी प्र्याङ्क गरेछौँ बाउनी मम्मी हो के गर्छौ के भन्नलाई फोन गरिछ ए बाउनीको फोन आयो भने नउठाउनु है बाउनीको किन नउठाउनु क्या ल ल ऊ यता सिकिस्तै बिरामी नउठाउनु है हामीले मम्मी प्र्याङ्क गरेछौँ क्या त्यसलाई आज मम्मी अप्रिल फुल हो हामीले हजुरलाई पनि प्र्याङ्क गर्ने भन्थ्यो यो डराएर हो कि अब त थाहा पाइहाल्नु भयो नि अब हामीले कसरी प्र्याङ्क गर्ने यो डराइ नि त भाइ र यो मिलेर मलाई प्र्याङ्क गर्ने सोचिरहेको छ अब एकछिनमा आउँछ दिदीको घर चाहिँ यहाँबाट यहाँबाट चाहिँ धेरै टाढा छैन नि त दिदीको घर उतै हो क्या यसको र दिदीको घर हामी तिनैजनाको घर चाहिँ नजिकै पर्छ मेरो चाहिँ यिनीहरूको भन्दा हल्का उता पर्छ गाउँ ठाउँ पनि टाढै हो नाम पनि फरक तर दिदी चाहिँ अब एकछिनमा आउँछ अनि हामीले चाहिँ अब यो माइक लुकाम न त अनि हामी फोन चाहिँ कहाँ राख्ने होला साथीहरू म फोन राख्नेतिर सोचेँ है अब मैले के कुरा काट्यो बहिनीको मलाई नै उल्टो गाली गरेर बोलाइराख झन् मलाई त उसले तिमीले मेरो मैले उसको कुरा ए हामी दुईजना मिलेर उसको कुरा काट्यो अरे के मम्मीसँग कस्तो होला मैले तिमीले सुनायो भन्नु क्या आशा नि मम्मीलाई नि फोन गर के यहाँ म गर्छु मम्मीले फोन मैले कुरा चाहिँ के काटेछ मैले भने होइन क्या हामी दुईजना मिलेर हामी दिदीबहिनी मिलेर त्यसको कुरा काट्यो अरे त हामी तिमीसँग म बोलेको छैन अनि अघि हामी बोलेको छैन है मलाई उल्टै गाली गरेर अनि बोलायो अनि मम्मी हुनुहुन्न घर माथि मेरो दिदी सरी अरे आज एप्रिल फुल भनेर थाहा हुँदैन कलेज पढेको मान्छेले साथीहरू दिदा आउने बित्तिकै रोयो कस्तो आत्तिँदै आएर भयो क्या एप्रिल फुल हो क्या छोरी कुरी गर्छ छोरी गाउने रोइरहेको छोरी नरुनु चाहिँ आशा आयो कस्तो रुवाइदियो हामीले चाहिँ के सोचेँ कलेज पढेको मान्छेलाई अब अप्रिल फुल भन्ने थाहा होला नि त छोरी त हेरेको अघि ए क्यामेरा
कहाँ लुकाउन खोजे क्यामेरा लुकाउनु पाएको भए चाहिँ यस्तो मजा आइरहेको क्यामेरा लुकाउने ठाउँ 50 ठाउँ पुग्यो होला एउटा भेटेन अनि हातमा थाहा त पाइसकेको थियो अलिअलि त सरी जा कोल्पे बाटो फेरि जे छोरी नि जिस्कायो टुनमा मिलाए कुरी गर्दै छानु नानी जस्तो त्यसो प्र्याङ्क गर्दा त मजा आउँछ त्यसै त के दुछ यार अप्रिल फुल भयो साथीहरू फाइनली यसले मलाई प्र्याङ्क गरे अघि आउँदाको जान्न भनिदेऊ न यस्तो रुन्चिटुल भयो भनिदेऊ न जान्न भनिदेऊ न सकिहाल्यो नि यति फस कस्तो आउने बित्तिकै रोको क्या अरे सरी भनिदेऊ न सानो तिमीले नै होइन त हामीसँग सामेल भयो नि तिमी सरी भन सरी भने मुख पनि किन रोको होला जस्तो भयो होला क्या त्यसलाई नि नसु भन्नु मान्छे यो नआउँछु भनेर निस्केको थियो प्र्याङ्क चाहिँ सक्सेसफुल चाहिँ भयो तर अलिअलि चाहिँ तिमीले थाहा पाइसकेको थियो कि यहाँ आउनु बित्तिकै फोन हेरेको थिएँ टुलुलु त्यो फोन के गरे होला थाहा लाग्यो सो ओके हामीले चाहिँ प्र्याङ्क नै गरियो आइ भन्नु न रुन्ची कुरी भन्छ छोरी सो हाम्रो प्र्याङ्क चाहिँ यति नै हो साथीहरू बाई बाई सबैजनालाई ह्याप्पी एप्रिल फुल क्या को एप्रिल फुल मनाउनु भयो अनि कोले चाहिँ आफ्नो साथीभाइहरूलाई या कोलाई प्र्याङ्क गर्नुभयो भन्नु होला कमेन्ट गर्नु होला कस्तो लाग्यो सरी साथीहरू दिदीलाई चाहिँ एकदमै सरी होइन हामी यस्तै त लामो भयो भने चाहिँ के अरे